हेलो साथीहरू, म हजुरहरूलाई आज बिहानको पिटी हाम्रो कसरी जान्छ, परेड कसरी जान्छु म भनेर देखाउने गरेछु। मेरो रुटिन, मेरो ओठ फुटेको थियो क्या, अनि मैले भ्यासलिन लगाएँ। यस्तो चिसो हो नि त यता मुस्ताङमा, अनि यस्तो ड्राई हुन्छ फेस, अनि मैले फेस ड्राई हुन्छ, मैले अनि मोइस्चराइजर लगाउन लगाएँ। मोइस्चराइजर पनि सकिसक्यो, हेर्नु न मेरो किन्नुपर्ने। यसरी डब्बा खोलेर लगाइरहेको छु। अलिअलि आफूलाई मनपर्ने चिज त हुन्छ नि, पुरै त्यो इत्ती पनि छोड्दैन भने जस्तै कि खोली खोली पुरै लगाइरहेको छु। मेरो फेस यस्तो ड्राई हुन्छ क्या, अनि यो मोइस्चराइजर लगाउँछु मैले, अनि बल्ल राम्रो हुन्छ। मैले पहिला कति धेरै मोइस्चराइजर युज गरेँ, कस्तो नफापे जस्तो भयो क्या अनुहार, कस्तो कस्तो गराउने, सेतो फुस्रो देखाउने त्यस्तो भयो। अनि मैले जब यो उसियाको मोइस्चराइजर युज गरेँ, अनि त्यसपछि बल्ल राम्रो भयो क्या, अझै पुगेन जस्तो लाग्यो नि मलाई। फेरि अझै थपेँ। मैले चाहिँ ओसियाको युज गर्छु। मलाई एक्चुअली किनेपछि चाहिँ 3 महिना लगभग पुग्छ क्या। मजाले अलिअलि बचेको थियो, यस्तो हाततिर नि दल्दिएँ। सनस्क्रिन लगाउन गइरहेको छु। एसियसको सनस्क्रिन लाउँछु है। मैले पहिला आस्ताबेरीको सनस्क्रिन युज गर्थेँ। त्यो सनस्क्रिनले नि कस्तो नराम्रो गरायो कि मेरो फेस फुस्रो फुस्रो हुने, सेतो सेतो देखाउने। यो सनस्क्रिन लगाएपछि त बल्ल यस्तो राम्रो लाग्यो। अनि मलाई यो सनस्क्रिन र यो मोइस्चराइजर चाहिँ बल्ल मलाई फापेको जस्तो लाग्यो क्या, अनुहारमा सुट भएको जस्तो लाग्यो। अनि त्यही भएर मैले यही ओसियाको अनि एसियसको सनस्क्रिन मात्रै युज गर्छु कि मैले। हेर्नु त अनुहार कस्तो लगाउनु बित्तिकै कस्तो मजाले घुलेको अनुहारमा नि। म चाहिँ उता हेरिरहेको छु कि, किनभने अब मेरो साथीहरू हुन्छ नि त, उनीहरू मलाई छोडेर गयो कि भन्दै हेर्दै, अनि लगाउँदै गरेर चाहिँ घाँटीतिर नि लगाइदिएँ। अनुहार मात्र लाएर भएन नि त, घाँटीमा पनि लाउनु पऱ्यो, कानहरूमा। अनुहार मात्र फेरि सेतो, घाँटी र कान पुरै कालो होला। अलिअलि बच्छ नि त हातमा यस्तोमा, अनि त्यो मैले पछाडि हातको पछाडि पछाडि दलिदिएँ। मेरो भयो मेकअप, यति हो मेरो मेकअप भनेकै। म कपाल अब कपाल सपाल कोर्छु। मेरो कपाल यस्तो कर्ली छ कि के गर्ने होला। मेरो कपाल कम्मर थिमी थियो कि, मैले नि काटिदिएँ, कर्ली पुरै कर्ली भएर। मैले चाहिँ तोरीको तेल र अनि नरिवलको तेल मात्र राम्रो लाग्छ कि मैले। अनि तोरीको तेल चाहिँ नुहाउनुभन्दा अगाडि, अनि नुहाइसकेपछि चाहिँ नरिवलको तेल लगाउँछु कि। यहाँ मुस्ताङमा जाडो छ नि त अहिले, अनि पुरै जमेको छ नरिवल तेल पनि। मलाई चाहिँ भोइस ओभर गर्नै आउँदैन कि खासै राम्रोसँग, पहिलोचोटि गरेकै कस्तो भयो। म त आफ्नो स्वर मनै पर्दैन कि फोनहरूमा बोल्दा, यस्तो भिडियोहरू के बनाएर मेरो भोइस आयो भने यस्तो अर्कै लाग्छ कि मलाई। अरूले भोइस ओभर गर्दा, अरूको भोइसहरू सुन्दा यस्तो राम्रो देखिन्छ नि त। अनि मेरो स्वर चाहिँ कस्तो के हो जस्तो फिल हुन्छ क्या आफैलाई। मेरो हेयर स्टाइल चाहिँ जहिले पनि बाङ्गे सिधो फाट्ने अनि जुडो बनाउने। आज चाहिँ मैले यस्तो सिधा सिधो फाटिदिउँ कि क्या हो भनेर सोचेँ क्या, कस्तो देखिँदो रहेछ। मलाई खासै सिधा सिधो बनाउनु चाहिँ आउँदैन है। त्यही पनि हेर्नुदेखिमा मेरो कपाल कस्तो हो, उता दिदीले बोलाउनु भयो क्या, आफ्नो टोपी लाउँदै हुनुहुन्थ्यो, अनि कस्तो भयो, सिधा भयो कि भएन भन्दै बोलाउनु भयो। अनि मैले चाहिँ यसरी सिधा भएन, सिधा बनाउनु भनेर यसरी देखाइदिएँ। अनि जान्नुभयो दिदी ऐना हेरेर बनाउनुलाई। देख्नुभयो मेरो कपाल कस्तो छ पछाडि झन्। तेल लगाएर चिपचित्त बनाएर अनि बल्ल यतिको हुन्छ क्या कपाल मेरो। सिधै सिधो फाटेन क्या, हेर्नु न, सिधै सिधो बनाइदिएको। ऐनै हेर्नु पऱ्यो मैले सिधा सिधो फाट्नलाई। भएन, कस्तो कर्ली हो कि मेरो कपाल त। यता नि अड्किने अझ लामो त झन् कपाल कोर्नु नसकेर सिधै सिधो भएन क्या मेरो त। मलाई त बनाउनै आउँदैन कि, सिधा सिधो गराउनै आउँदैन। बाथेन सिधा सिधो, फेरि मिलाउँ कि क्या उसलाई। होस् नाइ, साथीहरू गइसक्यो, जाने बेला भइसक्यो, टाइम हुन लागिसक्यो। मेरो यस्तो कपाल झर्छ नि।
कपाल नझर्नलाई के लाउनुपर्छ भनिदिनु न हौ। कपाल बानी मैले यो चाहिँ नेट लगाउनुपर्छ हामीले जुन बुलुका लाउँदाखेरि पनि भित्र बसिसकेपछि। यो चिली बन्टु लगाउँछु कि मैले फेरि पनि नेट नझरोस् अनि कपाल फेरि उ नझरोस् भनेर चिम्टी लगाइदिएँ। मेरो कपालमा चिम्टी नलागे पनि हुन्छ, त्यही पनि मैले चिम्टी लगाइदिएँ। निस्किन्छ कपाल निस्किन्छ भनेर। हेर्नुहोस् त म रेडी भएँ। कपाल मेरो म रेडी भएँ। अब जान्छु। साथीहरू पनि जाम भनिसक्यो। मैले चाहिँ ड्रेस अनि जुत्ता सुत्ता चाहिँ अघि नै लगाइसकेको थिएँ। बाई बाई। आजलाई मेरो यति नै भिडियो। फलो गर्नु होला।